हेलो गाइस, नमस्ते सबैलाई। हाम्रो भिडियो धेरै लामो समयपछि आएको छ र पक्कै पनि अब चाहिँ भिडियोमा कन्टिन्युटी दिनेछु। सो आजदेखि हामीले एसएमसी कन्सेप्टको बारेमा सिक्नेछौँ। एसएमसी भनेको के हो? एनएफसीमा एसएमसी कन्सेप्ट युजफुल छ त? रिटेलर र इन्स्टिट्युसनल ट्रेडरहरू को हुन्? र एसएमसीको एडभान्टेजको बारेमा पनि हेर्नेछौँ। सो बिफोर स्टार्ट अफ द भिडियो, सकेसम्म यो भिडियोलाई सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। ओके, लेट्स स्टार्ट इट। एसएमसी भन्नाले स्मार्ट मनी कन्सेप्ट हो। यस्तो पैसा जुन मार्केटमा आयो भने मार्केट चाहिँ माथि जाने निश्चित नै हो र इफ स्मार्ट मनी मार्केटबाट आउट भयो भने मार्केट विल गो डाउन। सिम्पली बुझ्दाखेरि स्मार्ट मनी यस्तो पैसा हो जसले चाहिँ मार्केटलाई डिरेक्सन दिने काम गर्दछ। स्मार्ट मनी चाहिँ एक्चुअलमा बिग अमाउन्ट अफ मनी हो जुन चाहिँ ब्याङ्क, इन्स्टिट्युसनल ट्रेडर, अपरेटरहरूसँग हुन्छ एन्ड दे आर दोज हु रन द मार्केट। द रिजन इज दे हेभ बिग अमाउन्ट अफ मनी र उनीहरूको पैसालाई हामीले स्मार्ट मनी भन्छौँ र स्मार्ट मनीलाई इन्स्टिट्युसनल मनी पनि भनिन्छ। सो अब हेरौँ मार्केटमा कति प्रकारका ट्रेडरहरू हुन्छन्। मार्केटमा दुई प्रकारका ट्रेडरहरू हुन्छ। एउटा चाहिँ रिटेलर ट्रेडर र अर्को इन्स्टिट्युसनल ट्रेडर। रिटेलर ट्रेडर को हुन् भन्दाखेरि हामी तपाईँहरू जोसँग पैसा थोरै हुन्छ, जस्तै कि 1 लाख, 10 लाख, 20 लाख यस्तै यस्तै। सो ए स्मल अमाउन्ट अफ मनी भएर हामीले कुनै पनि स्टकलाई चलाउन सक्दैनौँ र भन्दाखेरि हामीले कुनै स्टकलाई ड्राइभ गर्न सकिँदैनौँ र मार्केटमा प्राय जस्तो ट्रेडरहरू रिटेलर नै हुन्छ। यसो हेर्छौँ भने 70 to 80% रिटेलर ट्रेडर हुन्छ र रिटेलर ट्रेडरहरू म्याक्सिमम अफ द टाइम लस खाइरहेको हुन्छ। अब हेरौँ नम्बर 2, इन्स्टिट्युसनल ट्रेडर। इन्स्टिट्युसनल ट्रेडर को हुन् भन्दाखेरि जोसँग बिग अमाउन्ट अफ मनी हुन्छ, लाइक ब्याङ्क, ब्रोकर, इन्स्टिट्युसन इटिसी। दे आर द ड्राइभर अफ द मार्केट। कुनै पनि स्टकलाई तिनीहरूले ड्राइभ गर्न सकिन्छ, एउटा डिरेक्सन दिन सकिन्छ। इफ इन्स्टिट्युसनल ट्रेडरहरू मार्केटमा आयो भने मार्केट चाहिँ पक्कै पनि माथि जान्छ अनि इफ तिनीहरू आउट हुन थाल्यो भने मार्केट चाहिँ तल जाने निश्चित नै हो। इन्स्टिट्युसनल ट्रेडरहरू मार्केटमा 20 to 30% मात्रै हुन्छ, बट दे रन द मार्केट। अनि यस्तो हेर्छौँ भने इन्स्टिट्युसनल ट्रेडरहरूले म्याक्सिमम अफ द टाइम प्रफिट गरिरहेको हुन्छ। कुनै पनि मार्केट रन हुन यहाँ दुई पार्टी चाहिन्छ, लाइक एउटा बायर र अर्को सेलर। त्यस्तै गरी सेयर मार्केटमा पनि किनबेच गर्न दुईटा पार्टी चाहिन्छ। त्यो चाहिँ रिटेलर भर्सेस रिटेलर पनि हुन सकिन्छ, रिटेलर भर्सेस इन्स्टिट्युसन पनि हुन सकिन्छ, या इन्स्टिट्युसन भर्सेस इन्स्टिट्युसन पनि हुन सकिन्छ। र यही क्रममा एकजनाले प्रफिट गरिरहेको हुन्छ भने एकजनाले लस गरिरहेको हुन्छ। अब के बुझौँ भन्दाखेरि जुन हामी रिटेलरहरू चाहिँ सेभरल बुक्सहरू युट्युबबाट सिकेर हामीले सेयर मार्केटमा किनबेच गर्छौँ। के यो इन्स्टिट्युसनल ट्रेडरहरू पनि युट्युबको भिडियो, बुक्सहरू पढेर गर्छन् त? द एन्सर इज नो। बिकज तिनीहरूसँग दुईटा स्ट्रङ्गेस्ट वेपन हुन्छ, एउटा चाहिँ बिग मनी र अर्को चाहिँ डाटा अफ द स्टक। र यही डाटाको कारणले गर्दा हामी ट्र्यापमा पर्छौँ र हामीलाई लस बियर गर्नुपर्ने हुन्छ। सो अब एसएमसीको एडभान्टेज हेरौँ। एसएमसीको एडभान्टेज के हो भन्दा टु इन्टर इन द मार्केट एलङ विथ द इन्स्टिट्युसनल ट्रेडर एन्ड मेक गुड अमाउन्ट अफ प्रफिट। म एउटा इक्जाम्पल दिन चाहन्छु। जब हामीलाई थाहा हुन्छ कि कुनै एउटा बिग प्लेयर यो स्टकमा छिर्न आँटेको हो भने त्योसँगै हामीले एन्टर गर्यो भने देयर विल बी हाई चान्सेस कि हामी त्यहाँबाट प्रफिट लिएर निस्किन सकिन्छौँ। बट कुनै पनि स्टकमा प्लेयर लागेको छैन भने हामी यतिकै इन्टर गर्दाखेरि हामीलाई प्रफिट नहुन नि सक्छ है। र अर्को चाहिँ स्टप लस। जब हामी एसएमसी कन्सेप्ट सिक्छौँ त्यतिखेर आफ्नो स्टप लस चाहिँ एकदम सानो राख्छौँ र हाम्रो प्रफिट एमाउन्ट बिगर हुन्छ। अब हजुरहरूलाई के लागेको होला भन्दाखेरि इन्डिकेटर युज गरेर पनि प्रफिट कमाइन्छ नि, तर किन एसएमसी? द रिजन इज एसएमसी कन्सेप्ट युज गरेपछि इन्स्टिट्युसनलसँगै एन्टर गर्छौँ र स्टप लस चाहिँ एउटा सानो राख्छौँ। एन्ड इफ हजुरहरू इन्डिकेटर युज गर्नुहुन्छ भने प्राइस पनि अलि हायर लेभलमा किन्न पुग्छौँ र हाम्रो स्टप लस चाहिँ बढी भएर हुन्छ, जसले गर्दाखेरि हाम्रो प्रफिट पनि थोरै हुन्छ र बिग अमाउन्ट अफ लस हुन पनि सकिन्छ। र अब एउटा लास्ट क्वेसन जुन चाहिँ पक्कै पनि सबैको मनमा खेलिरहेको होला, के नेपालको मार्केट यानि एनएफसीमा एसएमसी कन्सेप्ट युजफुल छ त? द एन्सर इज यस, because we have back tested this several times and nearly 80% सम्मको एक्युरेसी पाइरहेको छन्। हाम्रो एसएमसी कन्सेप्ट युज गर्दा एउटा आफ्नै सेटअप छ, त्यही सेटअप बेसिसमा हामीले ब्याक टेस्ट पनि गरेको छु। सो आजको लागि यति नै। पक्कै पनि अर्को भिडियो एसएमसी पार्ट 2 लिएर आउनेछु। यो थ्योरी भिडियो भए तापनि एउटा इम्पोर्टेन्ट भिडियो थियो। हेरेर साथ दिनु भएकोमा धन्यवाद। सो सी यु इन नेक्स्ट भिडियो। ह्याभ अ गुड ट्रेडिङ।